गाइस यो चाहिँ मैले मिक्सी बिग्रेर हातले नै घिउ बनाउँदैछु आज घरमा। मिक्सी बिग्रेर हातले बनाएको हुन्छ कि हुँदैन म देखाउँछु हजुरहरूलाई लास्टमा। गाइस मैले चाहिँ हातले नसकेर मेरो आज मैले मगाएको चाहिँ घिउ बनाउने चाहिँ मान्छे हेर्नुहोस् है, यहाँ घिउ बनाएको मान्छे अनुहार देखाउनु पऱ्यो। फौजबाट मगाएको कि गाइस और फेरि एकजना मगाएको है मैले, एकजनाले नसकेर यहाँ यता हेर त घिउ बनाउनुको लागि चाहिँ स्पेशलिस्ट हो न उसले चाहिँ गर्दा अलिक भएको जस्तो हुँदैछ गाइस, तर कस्तो हुन्छ म रिजल्ट बादमा देखाउने छु। वाउ गाइस हेर्नु त मेरो घिउ बनिन थाले, बनिँदैछ हो। अब एकछिन यसलाई यसरी के अरे के भन्छ यसलाई घोल्नुपर्छ यसरी र राम्रो चाहिँ हुन्छ है गाइस। गाइस हेर्नुहोस् त फाइनली मेरो घिउ चाहिँ बनेर रेडी भइसकेको छ। मेरो छोरीले चाहिँ घिउलाई डल्लो पारेर निकाल्दैछ। वाउ कस्तो अब अलिअलि रहेको छ त्यसमा कस्तो घिउ बनेर रेडी। गाइस मेरो घिउ रेडी भइसक्यो। यो चाहिँ लास्टको घिउलाई धुँदैछ मेरो छोरीले। यसरी धुनुपर्छ लास्टमा चाहिँ घिउलाई। यसरी धुयो भने चाहिँ यसको सबै सफा हुन्छ कि त्यो महीहरू रेडी भयो मेरो घिउ। अब यसलाई उमाल्नुपर्छ ग्यासमा। गाइस मेरो घिउ चाहिँ खारेर रेडी भइसकेको छ है। अहिलेको घिउ चाहिँ यति भयो, यति निस्क्यो खार्दाखेरि। थ्याङ्क यू फर वाचिङ।